म्याग्दीको यो सुन्दर गाउँ रुम जहाँ घोडे नाच केवल मनोरञ्जन होइन, यो हाम्रो पहिचान हो। बुढापाकाले दिएको विरासत आज पनि हाम्रा मनमा जिउँदो छ। यहाँ चाहिँ कोटगरबाट आएको, कुण्ठोबाट आएको, कुण्ठोबाट आएर यहाँ नाच्नु पर्ने। घोडे नाचको कथा पुरानो छ। गाउँका पुर्खा घोडामा सवार भएर युद्धमा जाने गर्थे। यस वीरतालाई स्मरण गर्न उनीहरूले नाचको रूपमा दिएका थिए। हो यो नाच हाम्रो पूर्वकालदेखि नै चल्दै आएको हो। हाम्रा बुबा हजुरबा सेनामा जाँदा घोडा नाच नै गर्थे भनेर बुढापाकाहरूले भन्ने चलन छ। यो घोडे नाच, यो परम्परा, यो संस्कृतिलाई हाम्रा बुवा हजुरबाहरूले पनि जोगाइराख्नु भएको छ र यसलाई हामीले पनि यो अर्थात् हामी नयाँ पुस्ताले पनि यसलाई जोगाइराख्नुपर्छ भन्ने छ।
यो घोडे नाच तयार पार्न सजावट मात्र होइन, आत्मा पनि चाहिन्छ, जो आफ्नै संस्कृतिको माया हो। खै त मलाई त परिचय गरेनौ त, खै त को हो तिमी? ल गर त, म तिम्रो मम्मीहरूलाई पठाइदिन्छु यहाँ। म आज भेटेँ के किन्न लाग्यो तिमीले? चप्पल हो। यसरी नै ताल बढ्दै जान्छ, ढोलको आवाज गुन्जिन्छ। यो नाच केवल नाच चलन मात्र होइन, यो वीरताको अभिनय पनि हो। बुढापाकाहरूले भन्ने गर्नुहुन्छ, हामी त हाम्रो पालामा यस्तो नाच हेरेर गर्व गर्थ्यौँ। हुन पनि हो, हामीले पनि गर्व गर्नु पर्दछ। हो, यो नाचले हाम्रो गाउँको आत्मा बोल्छ, एकता, श्रम र परम्पराको कथा सुनाउँछ। यो नाचमा हामी सबै आफैलाई देख्छौँ र हाम्रो पहिचान, हाम्रो गौरव। आदरणीय दर्शक महानुभावहरू, उपस्थित आम दर्शक महानुभावहरू, केही समय पश्चात घोडे नाच माईको मन्दिरमा जान्छ र पूजा आजा गरिसकेपछि थेलो त्यसै क्रममा छ महिला र पुरुषको थेलो। त्यसको लागि स्वयंसेवा मित्रहरू थेलो हान्ने र थेलो कसरी हान्ने पूर्वमा पढाउनेहरू हुनुहुन्छ। Katakan gorola sangnya. यो घोडालाई राम्रोसँग हेरौँ भनेको हेर्नै पाइएन। यो घोडाले घाँस खान्थ्यो कि? ल रुमको आमासँग हेर्नुहोस् है। तारा खोला जाने फेरि अझ के यसो गर्दै लिएर त न तारा खोला जाने
हल्ली एउटा आउँछ नि यहाँसम्म अलिक कटे हो समय बदलिरहेछ तर संस्कृतिको मूल्य सधैँ रहन्छ। रुमको घोडे नाच हाम्रो आत्मा हो, हाम्रो गौरव हो, हाम्रो कथा हो। धन्यवाद।